हेलो हेलो साथीहरू नमस्ते, सन्चै हुनुहुन्छ? के छ खबर? हजुरहरूलाई नि सन्चै होला होइन। म चाहिँ खाना बनाउन लागेको साँझको। मैले आज चाहिँ मेथी ज्वानो स्पेसल ज्वानो हालेर मैले लोकल कुखुरा बनाउन लागेको है। त्यो चाहिँ मैले अघि नै हालिसकेको थिएँ, मैले त्यो चाहिँ बनाएन भिडियो। अहिले चाहिँ अनि मजाले फ्राई गरिसकेपछि मैले प्याज हालिदिएँ होइन। बिर्सेछु अघि नै बनाउँछु भन्दा त भिडियो बनाउँछु भन्दा त बिर्सेछु त्यो अब स्टार्टिङको चाहिँ। अनि त्यसपछि अब पछिको चाहिँ अब यही हो होइन। म चाहिँ यसरी बनाउँछु। मजाले फ्राई भएपछि मैले नुन र बेसार म एकैचोटि हालेर मस्त फ्राई गरेपछि त्यसपछि अलिकति मसला मिट मसला अनि अदुवा पेस्ट लसुनको हालेर म यसरी चलाउँछु। म चाहिँ यसरी बनाउँछु होइन। आफ्नो उस हुन्छ होइन बनाउने तरिका। अनि मैले टमाटर हालिदिएँ। टमाटर त अब हाल्नै परिहाल्यो। एकछिन छोपेर फेरि चलाएँ। अब त्यति साह्रो म त बनाउन त आउँदैन कि, तर हल्का फुल्का मिठै बनाउँछु जस्तो त लाग्छ होइन आफूले बनाएको खाना। यता चाहिँ मैले मजाले धुवा पुत्तेछ फेरि तेल हालेर अनि मैले यता लसुन र सुके खुर्सानी झानिदिएँ, किनभने यस चाहिँ साग पकाउनको लागि। साग अब त साग त खानै पर्यो सागको सिजनमा। यो फर्सीको मुन्टाको सिजन हो नि त अहिले त, तर लगभग सकिन लागिसक्यो होला। बजारमा पनि साह्रै महँगो छ। यो चाहिँ मेरो साथीले ल्याइदिएको थियो फर्सीको मुन्टा। अनि हिजो एक छाक खाइयो अनि अहिले फेरि बनाउन लागेको। साह्रै मिठो थियो फर्सीको मुन्टा नि, गाउँघरको मिठो हुन्छ नि त। अनि यतिको चलाएपछि यतिको भयो ग्रेभी। मजाले चलाउनु त पर्यो नि त। अनि लोकल कुखुरा अब कस्तो हुन्छ बनाइ। मलाई चाहिँ यसरी आज के अरे सबै कुरो मेथी ज्वानो हालेर खान मन लागेको के। अनि पानी मैले मजाले फ्राई गरेर अनि त्यसपछि पानी हालिदिएँ। पानी पनि अब आफ्नो चोइसले हाल्ने, अब कतिको खानु मन लाग्छ झोल। मलाई चाहिँ झोल चाहिँ मस्त खानु मन लागेको थियो। अनि मैले मस्तै हालेँ। यता साग फेरि पाक्दैछ, साग अब पाक्दैछ लगभग। त्यसपछि साथीहरू सागपात त खानुपर्छ सागको सिजनमा। मेरो साथीलाई धेरै धेरै धन्यवाद साग ल्याइदिएकोमा। लगभग पाक्यो ल। अब यतिको भयो। धनियाँ हालेपछि त रेडी भइहाल्यो। अनि त्यसपछि मजाले अब झोल चाहिँ मस्तै खानुपर्छ, झोल खाने हो। अनि साथीहरू हजुरहरूको तरकारी सब्जीहरू के पाक्यो? मेरो यता साग पनि पाक्यो, रेडी भयो। अब चाहिँ लगभग रेडी भयो। यति भएपछि मेरो खानाहरू पाक्यो सब्जीहरू। अब म खानाहरू पस्किँदैछु। हामी दुईजना मात्रै छौँ खाना खाने चाहिँ घरमा। नाति हुनुहुन्थ्यो, नाति छैन। अनि हामी मात्रै छौँ दुईजना भन्दा तिनजना छौँ। सानो मान्छेले त खाइसक्यो। अब हामीले खाना लागेको। म चाहिँ खाना पस्किँदैछु। अब हामी दुईजना खाना खाने हो, बेलुकाको खाना है साथीहरू। हामी त खाना खायौँ, हजुरहरूले खानुभयो कि भएन है त साथी?